सबैजनामा हार्दिक स्वागत गर्न चाहन्छु। अस्ति चाहिँ हामीले हाम्रो पोडकास्टमा डाक्टर नम्रता पण्डितज्यूलाई उपस्थित गरेका थियौँ, जसमा चाहिँ हामीले स्वास्थ्य क्षेत्रको बारेमा समसामयिक रूपमा जानकारीमूलक कुराहरू तपाईँहरूमा सेयर गरेका थियौँ भने आज फेरि पनि स्वास्थ्यसँगै नै सम्बन्धित रहेर विशेष गरी महिला स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर पुनम पाठकज्यू उपस्थित हुनुहुन्छ। डाक्टर स्वागत छ। धन्यवाद। डाक्टर साहब, सुरुमा चाहिँ हामीले स्त्री तथा प्रसुति रोग भन्नाले चाहिँ हामी के बुझ्छौँ? अब स्त्री तथा प्रसुति रोग भन्नाले महिला प्रजनन प्रणालीसँग सम्बन्धित रोगहरू बुझिन्छ। यसमा चाहिँ दुईटा विधाहरू पर्छन्, जस्तो गाइनेकोलोजी एउटा विधा भयो, अर्को चाहिँ अब्स्टेटिक्स विधा हुन्छ। गाइनेकोलोजी भनेको चाहिँ महिलाको गर्भाशय, डिम्बाशय होइन, फ्यालोपियन ट्युब्स नली भन्यो। त्यसपछिबाट चाहिँ अर्को भनेको चाहिँ योनिसँग सम्बन्धित रोगहरू बुझिन्छ। जस्तै अब रोगहरू चाहिँ के हुनसक्छ भने महिनावारीमा हुने समस्याहरू, पेट दुख्ने, सेतो पानी बग्ने, गाँठागुठीहरू पलाउने, पाठेघरमा अथवा डिम्बाशयमा पानीहरू जम्न सक्ने यस्ता रोगहरू चाहिँ, अनि महिनावारी रोकिएपछि भनौँ न मेनोपज भएपछि यिनीहरू चाहिँ गाइनेकोलोजी विधामा पर्छन् भने अब अब्स्टेटिक्स अन्तर्गत चाहिँ गर्भावस्था अघि, गर्भावस्था र लेबर, डेलिभरी, बडी, त्यसपछि सुत्केरीपछिको हेरचाह सम्बन्धी चाहिँ अब्स्टेटिक विधामा पर्छ। महिला स्वास्थ्य केवल चिकित्सकीय विषय होइन, यो सामाजिक विषय पनि हो। अनि महिलाहरू प्राय गरी ढिला अस्पताल आउनुको कारण के हुन सक्छ? जो पाए त्यहीसँग अलिक सजिलो फिल गर्दैनन्, एउटा त्यो हुनसक्छ। अर्को भनेको अलिक आत्मनिर्भर नहुनु पनि एउटा कारण हुनसक्छ। महिला चिकित्सकहरूको अब अहिले त त्यस्तो भन्न मिल्दैन, तर अलिक अगाडि चाहिँ महिला चिकित्सकहरूको अभावले गर्दा पनि हो कि। हजुरको विषयमा आजको पुस्ता र पहिलेको पुस्तामा कतिको फरक पाउनुहुन्छ एज अ महिलाको स्वास्थ्यसँग? अहिलेको पुस्ता चाहिँ पहिलाभन्दा अलिक आधुनिक जीवनशैली छ होइन। आधुनिक जीवनशैलीले स्वास्थ्य सम्बन्धमा अलिक ठुलो नै असर पार्दछ। खानपानको समस्या होइन, खानपानमा परिवर्तन भनौँ न। जस्तो पहिला अर्ग्यानिक खान्छ भने अहिले प्राय जङ्क फुड्सहरू खाने गर्ने होइन, व्यायामको कमी होइन, जसको कारणले गर्दा चाहिँ मोटोपन बढ्ने, मोटोपन जति बढ्दै गयो त्यत्तिकै महिनावारीमा डिफिकल्टी, अनि हर्मोन ब्यालेन्स हुँदैन। हर्मोन ब्यालेन्स नभएपछि महिनावारीमा समस्या, महिनावारी समस्या हुने बित्तिकै रिप्रोडक्टिभ हेल्थमा समस्या जस्तो चाहिँ लाग्छ मलाई। महिलाहरूमा अहिलेको समयमा बाजुपनको समस्या एकदमै बढ्दै गइरहेको छ। यो विषयमा चाहिँ हजुरको व्यक्तिगत विचार के रहन्छ? महिलाको उमेर जति बढ्दै जान्छ त्यति नै प्रजनन शक्ति कम भएर जाने हुन्छ। जस्तो अन्डा ओभरियन रिजर्भहरू कम हुन्छ, एउटा त्यो कारण हुन्छ। अर्को भनेको चाहिँ लाइफस्टाइल, हाम्रो लाइफस्टाइल सिडेन्टरी लाइफस्टाइल भएपछि चाहिँ हाम्रो महिनावारी हुने, हर्मोन ब्यालेन्स हुँदैन। त्यसको कारणले गर्दा पनि इन्फर्टिलिटीतिर चाहिँ बढी गइरहेको जस्तो लाग्छ मलाई। सो मोस्टली एउटा एज फ्याक्टर त भयो नै होइन, मान्छेहरूमा अझै एक खालको एउटा पोजिटिभ वेमा त्यसलाई लिँदाखेरि मान्छेहरू चाहिँ अब एउटा म इन्डिपेन्डेन्ट भइसकेपछि, आफ्नो खुट्टामा उभिसकेपछि मैले त्यो बिहे बच्चा गर्छु भन्ने एउटा छुट्टै मेन्टालिटी रहँदै आइरहेको छ। त्योभन्दा बाहेक पनि एउटा जस्तो 20-22 वर्ष या भनौँ न 23-24 वर्षको उमेरमा बिहे गरेको मान्छेहरूको पनि बाजुपनको समस्या अलिक बढ्दै गइरहेको छ। त्यस्तो केसहरू चाहिँ कतिको हजुरले फेस गरिराख्नु? अब बाजुपन हुनेमा महिला पुरुष दुइटै कतिको हुन्छ, 4वटा फ्याक्टर हुन्छ। जस्तै मेल फ्याक्टर हुन्छ, फिमेल फ्याक्टर हुन्छ होइन, दुइटै बोथ मिक्स्ड हुन्छ अथवा अनआइडेन्टिफाइड हुन्छ। महिला पुरुष दुइटैको बराबर हुन्छ, 30देखि 40%, 30देखि 40% हुन्छ होइन। भनेपछि महिला यङ एजमा महिला कारणले मात्र बाजुपन हो भन्न चाहिँ अलिक मिल्दैन होला। सो हजुरले यो स्त्री तथा प्रसुति रोगको क्षेत्रमा काम गर्दै गर्दाखेरि मोस्ट कमनली आउने हजुरको पेसेन्टहरूको समस्या के देख्दै हुन्छ? विशेष गरी त महिलाहरूलाई कमन समस्या भनेको चाहिँ मैले के देख्छु भनेको, अनि मेन त महिनावारीमा समस्या होइन। महिनावारीमा समस्या, जुन समस्या नै हुँदैन उहाँलाई समस्या लागिरहेको हुन्छ कि। जस्तो सामान्यतः 21 दिनदेखि 35 दिनसम्म रगत बग्छ भने त्यो नर्मल लिन्छ। कुनै पनि नर्मल महिनावारी हुने 28 छ, त्यसको प्लस माइनस 7 त नर्मल हुन्छ। तर उहाँलाई 2-4 दिन मात्र हुने बित्तिकै ओहो मेरो महिनावारी बिग्रियो भन्ने तनाव अझ पनि छ। अनि रगत कति बग्ने हो भने चाहिँ 5 देखि 80 ml रगत बग्नुपर्छ युजली होइन। तर उहाँहरूलाई थोरै पनि मेरो रगत थोरै किन बग्यो भन्नेमा चिन्ता छ। नचाहिने तनाव अलिक बेसी हो कि जस्तो लाग्छ मलाई। इन जर्नल हुनुपर्ने 28 दिनको अन्तरालमा हुनुपर्ने हो हैन।
अनि कसैको चाहिँ इन जनरल त्यो मैले देखिरहेको क्वेसनहरू चाहिँ कसैको जस्तो 3-4 महिना 4-5 महिनाको ग्यापमा पनि हुने या इभन 5-6 महिना पनि ग्याप पर्ने होइन। अनि कसैको चाहिँ जस्तो 15-20 दिनकै ग्यापमा पनि हुने, त्यसलाई चाहिँ मैले त्यो स्टडी गर्दै गर्दाखेरि देखिएको यो जनरल समस्या चाहिँ लाग्छ कि यसमा केही छुट्टै हुन्छ यो चाहिँ। यस्तो हुन्छ, यो चाहिँ अब दुई थरी छुट्याएर हेर्नुपर्छ। कुनै पनि महिला किशोर अवस्थाको महिला हो, पहिलोपटक महिनावारी भर्खर सुरु भएको छ भन्यो भने हाम्रो मस्तिष्क परिपक्व भएको हुँदैन, हर्मोनल रेगुलेसन राम्ररी भएको हुँदैन। त्यही भएर त्यस्तो महिलामा 3-4 महिना हुनु चाहिँ बिस्तारै यो मस्तिष्क परिपक्व भएपछि महिनावारी चाहिँ मिल्दै आउँछ भन्ने हो। तर अर्को कस्तो केसमा हुन्छ भने महिनावारी रेगुलर भइरहेको केसहरूमा चाहिँ अब महिनावारी 3-4 महिना भएन भने चाहिँ उहाँले कुनै औषधि सेवन गर्नुभएको छ कि होइन, अब कुनै हर्मोन्सहरू बचाउनलाई साधनहरू प्रयोग गर्नुभएको थियो कि, अब पिल्सहरू इमर्जेन्सी पिल्सहरू खानुभएको थियो कि, अथवा कुनै पनि मेडिकल कन्डिसन्स अर्को छ भनेको चाहिँ अब जस्तो थाइरोइड जस्तो समस्या, अर्को मस्तिष्कसँग समस्या, अर्को हर्मोन प्रोडाक्टिङहरूसँग समस्या भयो भने पनि यस्ता कारणले गर्दा पनि महिनावारीको समस्या चाहिँ देखिन सक्छ। विशेष गरी धार्मिक दृष्टिकोणबाट मान्छेहरूले चाहिँ के अरे अब त्यो विशेष दिनलाई बाधा नपरोस् भन्ने हिसाबले चाहिँ आफ्नो महिनावारी रोक्नको लागि चाहिँ औषधि सेवन गर्ने गर्नुहुन्छ होइन। त्यो चाहिँ कतिको हानिकारक हुन जान्छ या ठिक हो? अब अवश्य पनि आफ्नो शरीरले उत्पादन गर्ने भन्दा बाहिरको औषधि ल्याएर खानु त पक्कै पनि शरीरलाई चाहिँ उचित हुँदैन नि होइन। कहिलेकाहीँ चाहिँ अब हामी रिलिजियस बिलिफले गर्दा बिरामीले भनेपछि त कहिलेकाहीँ दिनुपर्ने हुन्छ, उहाँहरूको अब बिहा होइन अरू रोकिनेहरू जस्तो हुन्छ। त्यही भएर सकभर चाहिँ औषधि नखानु राम्रो हो, औषधि खानुभन्दा औषधि नखानु राम्रो हो। अब त्यस्तो औषधिहरू युज गर्ने पनि उचित रोगहरूलाई युज गर्छौँ नि त हामीले, जस्तो कसको लामो समयसम्म रगत बगिरहेछ, हर्मोनको कारणले भइरहेछ भने त्यस्तो हामीले अवश्य दिन्छौँ। तर पनि महिनावारी रोक्नलाई भनेर चाहिँ सकभर औषध नखाँदाको राम्रो। अनि त्यही अब उसको शरीरले आफै प्रडक्सन गर्छ, बाहिरबाट हर्मोन हुन्छ, अब मिल्दैन त शरीरमा। त्यही भएर महिनावारीमा गडबडी हुन्छ, कि रगत धेरै बग्ने हुन्छ कि रगत कम बग्ने हुन्छ। विशेष गरी महिला स्वास्थ्य सङ्घको हजुरको यो सेवामा चाहिँ तपाईँले यस्तो कुनै घटना हजुरले सम्झिन चाहेको जसले गर्दाखेरि चाहिँ समग्र मान्छेहरूलाई चाहिँ या हजुर आफैलाई पनि केही सिक मिलेको जुन सबैलाई सेयर गर्न मिल्ने? मलाई चाहिँ अब म आफ्नो कार्य क्षेत्रमा प्रवेश गर्दाखेरिको एउटा इन्सिडेन्ट याद आयो होइन। एउटा महिला हुनुहुन्थ्यो, उहाँ सिन्धुपाल्चोको होस् लाग्छ मलाई, करिब 34 वर्षको महिला हुनुहुन्थ्यो, बच्चा पनि 2टा भइसकेको, अनि महिनावारी पनि रेगुलर भइसक्यो। अनि उहाँले के भनेर आउनुभयो भने मेरो पेट फुल्दै आयो भन्नुभयो। उहाँले श्रीमानलाई भन्नुभएछ कि मेरो पेट फुल्दै आएछ 2-3 महिना भने श्रीमानले त धेरै भात खाएर होला भन्नु। अनि पेट फुल्दै आयो, पेट त 9 महिना जस्तो गर्भवती जस्तो भइसकेको छ। अनि देखाउँदाखेरि त उहाँको अब हामीले जाँच गरायौँ, अनि 20/12 सेन्टिमिटरको सिस्ट भेट्यौँ हामी के जाँच्दाखेरि। यो लगभग पेटमा मास लगभग 9 महिना जस्तो देखिन्थ्यो, बच्चा गर्भावस्था 9 महिनाको जस्तो देखिन्थ्यो। अनि त्यो उहाँलाई अस्पताल आइपुग्न समेत पनि उहाँलाई 6-7 महिना लाग्यो, किनभने श्रीमानलाई भन्दा श्रीमानले नल्याइदिनु भएको कारणले गर्दाखेरि। अब आफै आत्मनिर्भर भएको भए त उहाँ आउनुहुन्थ्यो। अब त्यसमा अब हामीले उहाँलाई अब तपाईँको सबै जाँच गऱ्यौँ, अब यो क्यान्सर हुन सक्ने नसक्ने सबै जाँच गराएर एमआरआई गराएर अपरेसन सेड्युल पनि राख्यौँ। तर यो बिचमा के भयो भने उहाँलाई पेट साह्रै दुखेर आउनुभयो राति होइन। भनेको त त्यो जुन पानी फुका त बटारिसके पनि रहेछ के, उहाँको चाहिँ कसो ज्यान गएन भन्नु पऱ्यो त। त्यो फुटेर भएको भए त ज्यान जान सक्ने अवस्था पनि रहेछ भनेपछि अलि चाँडै थाहा पाएको भए त अलि चाँडै बढी उपचार गरिन्थ्यो होला हामीले होइन। भनेपछि ढिला आइपुग्नु भयो, धन्न समयमा आइपुग्नु भयो र हामीले समयमा अपरेसन गऱ्यौँ भनौँ न, मैले उहाँको ज्यान जोखिम हुँदैन। अब हेर्नुहोस् त घर परिवार सपोर्टिभ भयो भने कति दुःख पर्नु, भरे 6 महिना 7 महिनासम्म अस्पताल नआइकन बस्नु पर्दैन थियो नि त। रोगको चाँडै पहिचान हुन्थ्यो, चाँडै निवारण हुन्थ्यो। सो हजुरले चाहिँ हाम्रो अडियन्सलाई विशेष गरी हामी महिला स्वास्थ्यसँग सम्बन्धित रहेर कुराकानी गर्दैछौँ र यसमा चाहिँ मेल फ्याक्टरको होइन विशेष गरी पुरुषलाई चाहिँ हजुरले के सुझाव दिन चाहनुहुन्छ? भन्छु भने आफ्नो बुढी होस्, आमा होस्, छोरी होस् होइन, बुहारी होस्, पहिला सुरु आफूले चाहिँ आत्मनिर्भर बनाउनेतिर चाहिँ प्रयास गर्नुपर्छ। उनीहरू आत्मनिर्भर भयो भने आफ्नो समस्या आफै राख्न सक्छन्, डर हुँदैन। अनि अर्को भनेको चाहिँ जहिले पनि महिला जुनसुकै प्राणी भनेको पनि माया
चाहिरहने हुन्छ कि अझ महिलालाई विशेष किन चाहिन्छ भने किशोरी अवस्थादेखि बच्चा पाएदेखि मेनोपजसम्म सबै हर्मोनल इम्ब्यालेन्ससँग जुधिरहनु पर्ने हुन्छ। अब हर्मोन इम्ब्यालेन्स हुने बित्तिकै मुड स्विङ्सहरू हुनेदेखि ल्याएर त्यही भएर उहाँहरूको कुरा सुन्नु गर्नै केही नसके पनि सुनिदियो मात्र भन्यो भने उहाँहरूको दुःख 50% जति कम हुन्छ। डोमेस्टिक भोइलेन्स जुन छ समाजमा त्यो चाहिँ तपाईँहरूले पनि विचार गर्नुपर्छ। कुनै पनि महिला त्यो घरको एकदम अभिन्न पात्र हो नि त। महिला ठिक भयो भने आमा ठिक भयो भने बच्चा ठिक हुन्छ र बच्चा ठिक भयो भने परिवार समृद्ध हुन्छ। त्यही भएर हिंसा रोक्नुपर्छ एक त है, अनि आत्मनिर्भरको बाटोतिर लानुपर्छ र इमोसनल सपोर्ट जुन चाहिन्छ, ब्याक सपोर्ट जुन चाहिन्छ त्यो त परिवारले सदैव दिइरहनुपर्छ। नर्मल एमबिबिएस डक्टर र एमडी डक्टरमा चाहिँ के फरक हुन्छ? अब एमबिबिएस डक्टर चाहिँ हामी अब कसैले 5.5 वर्ष, कसैले 6 वर्ष। अब हाम्रो दुईटा एमबिबिएसमा चाहिँ 2 वर्ष बेसिक हुन्छ, बाँकी 4.5 वर्ष 3.5 वर्ष क्लिनिकल हुन्छ। त्यसमा पनि 1 वर्ष इन्टर्नसिप सहित 5.5 वर्ष कोर्स हुन्छ काठमाडौँ युनिभर्सिटी अन्तर्गत। यदि त्रिभुवन युनिभर्सिटी अन्तर्गत पनि 6 वर्ष कोर्स हुन्छ। अब त्यसमा चाहिँ सबै समावेश हुन्छ कि तपाईँको एनाटोमी, फिजियोलोजी, फार्माकोलोजी भनेको अङ्ग कसरी काम गर्छ, अङ्गलाई औषधिले कुन अङ्गमा काम गर्छ, कसरी काम गर्छ, अनि त्यसपछि अर्को आयो अब क्लिनिकल सब्जेक्टतिर मेडिसिन, सर्जरी, अब्स्टाइने, इएनटी, अप्थाल्मो होइन, अनि पिडियाट्रिक्स सबै सब्जेक्ट ओभरअल पढिन्छ भनौँ न। अब त्यसपछि एमबिबिएस पछिबाट अब एमडी विशेषज्ञ जाने बेला एक त तिमी अब कुनमा इच्छुक छौ, पहिला सुरु बेसिक सब्जेक्ट इच्छुक छौ कि क्लिनिकल सब्जेक्ट इच्छुक छौ भनेर लिइन्छ। अब क्लिनिकल सब्जेक्ट्सहरूमा चाहिँ नेपालमा पढाइ हुने विषयहरूमा चाहिँ प्रायः सबै क्लिनिकल सब्जेक्ट 3 वर्षको हुन्छ, जसमा चाहिँ म्यान्डेटरी क्लिनिकल कोर्स गर्नै पर्ने हुन्छ 3 वर्ष। अनि अब त्यो चाहिँ विशेषज्ञ मात्र, अब जस्तो म मेडिसिन पढ्छु भने मेडिसिन मात्र पढ्नु पर्यो, सर्जरी पढ्छु भने सर्जरी अन्तर्गत मात्र पढ्नु पर्यो होइन, त्यो सब्जेक्ट त्यसरी छुट्याइया हुन्छ। सो अब चाहिँ हामी हाम्रो यो कुराकानीको हामी अन्तिम चरणमा आइपुगेका छौँ र अन्तिम चरणमा चाहिँ हजुरले समग्रमा हाम्रो यो भिडियो हेरिराख्नु भएको हाम्रो दर्शकहरूलाई चाहिँ आफ्नो छोटो केही भनाइ राख्न चाहनुहुन्छ? आफ्नो घरको महिलालाई सशक्त बनाउनुहोस्, त्यसपछिबाट चाहिँ उसले आफ्नो रोग नढाँटिकन नडराइकन अगाडि राख्छ। कुनै पनि समस्या छ भने समयमै भएको पो राम्रो हुन्छ त, समयमा डायग्नोज भएर ट्रिटमेन्ट भएको पो राम्रो हुन्छ। अब पछि अन्तिम अवस्थामा केही गर्न नसक्ने अवस्थामा थाहा पाएर के गर्ने होइन। त्यही भएर महिलालाई चाहिँ माया गर्नुहोस्, आत्मनिर्भर बनाउनेतिर चाहिँ सबैजना लाग्नुपर्छ। अरू भन्दा पनि शिक्षित बनाउनेतिर पनि लाग्नुपर्छ जस्तो लाग्छ। आत्मनिर्भर त यतिकै हुँदैन, पहिला त शिक्षा दिनु पर्यो, अनि उनीहरूको कुरा सुनिदिने होइन। सबै परिवारले तपाईँको कुरा सुन्छ भने तपाईँ कुरा पनि त सुनिदिनु पर्यो होइन। त्यो चाहिँ सबै परिवारको समाजको इफोर्ट हो जस्तो लाग्छ मलाई। सो हाम्रो यो सानो भिडियो मार्फत अहिले चाहिँ इन जर्नल रूपमा चाहिँ हामी महिला तथा प्रसुति रोग विशेषज्ञ ज्यूसँग चाहिँ हामी महिला स्वास्थ्यसँग रिलेटेड हामी थोरै छलफल गऱ्यौँ। यो छोटो जानकारीमै आफ्नो समय मिलाएर आफ्नो व्यस्त सेड्युलको बावजुद पनि यहाँ उपस्थित भइदिनु भएको छ। हामी एकदमै हाइली एप्रिसिएट गर्छौँ। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद जीवन भाइलाई पनि यति मेहनतका साथ क्वेसन सोध्नुभयो, जसको लागि मैले जानेका 2-4वटा कुराहरू तपाईँ समक्ष राख्न पाएँ। तपाईँलाई 2-4वटा ज्ञानका कुरा भए पनि राख्न पाएँ, यसको लागि म धेरै हर्षित छु। थ्याङ्क यू। सो फेरि पनि तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। र हामी चाहिँ आज महिला स्वास्थ्यको क्षेत्रको विषयमा पहिले चाहिँ हामी इन जनरल कुरा गऱ्यौँ, अब चाहिँ कुनै एउटा पर्टिकुलर विषयको बारेमा अलिक विस्तृत रूपमै गहिरिएर त्यो विषयको बारेमा हामी उहाँसँग फेरि पनि संवाद गर्नेछौँ। यहाँसम्म हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। र अझै पनि हामी सिक्ने क्रममा छौँ, आफूलाई प्रशिक्षित गर्दै आफूलाई सुधार्दै होइन। हाम्रो कमी कमजोरीहरू केही छ भने तपाईँहरूले सुझाव दिन सक्नुहुन्छ। र यहाँसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। धन्यवाद।